असिना पानी परेर डेन्जर भएछ। यहाँ हेर्नु देख्न सक्नुहुनेछ हाम्रो बारीको साग सब्जीहरू केही छैन, यसरी मासिएको छ। असिना धेरै असिना हानेको कारणले गर्दाखेरि एकदमै बारी बिरुवाहरू केही छैन। हाम्रो नकुण्ड 1 मा चाहिँ यसरी चैतको अन्तिम 29 गतेमा चाहिँ यसरी डेन्जर असिना पानी परेर देख्न सक्नुहुनेछ। यहाँ असिना पानी परेर डेन्जर सागसब्जीहरू केही छैन बारी बिरुवामा देख्न सक्नुहुनेछ। चैतको 28 गते बेलुका पनि डेन्जर परेको थियो देख्न सक्नुहुन्छ। प्याज बिरुवाहरू यस्तो केही छैन, सब हानेर यहाँतिर हेर्नुहोस् सागहरू यस्तो बनाइदिएछ। यो प्याजहरू यस्तो यसरी हानेर केही धुलोबिट्टो बनाइदिएछ। देख्न सक्नुहुनेछ यहाँतिर पुरै असिनाले जराई उखालिदिएछ, यहाँतिर डेन्जर परेछ। यहाँतिर लसुनको बारी, यहाँ पानी जमेर यस्तो डेन्जर भएछ। देख्न सक्नुहुन्छ यस्तो कालो भएर अहिले चाहिँ अलिक कम भएछ। 29 को बेलुकाको 5 बजेतिर परेको असिना पानीले गर्दा यस्तो बारी बिरुवाहरू यसरी मासिएको छ। बहुत डेन्जर परेछ। यतातिर हेर्नु न, यता असिना देख्न सक्नुहुनेछ। असिना आहा, यता देख्न सक्नुहुनेछ असिनाको कारणले चाहिँ यसरी प्याज रोपेको थियो र प्याज यसरी मासिएको छ। असिना पानीले गर्दा यस्तो धज्जा हुनेछ, कच्चा कुचुक हुने गरी जराई उखाल्नेसम्म हुनेछ। नकुण्डमा परेको असिना पानीले गर्दाखेरि बारी बिरुवाहरू धेरै मासिएको छ। देख्न सक्नुहुन्छ आहा, यत्रो ठुलो असिना परेको कारणले गर्दा बारी बिरुवाहरू धेरै मासिएको छ नकुण्डमा। देख्न सक्नुहुन्छ चिसो